माइ नेम इज टम। उमेर धेरै, हाइट कम, तर बिन्दास एकदम। उल्टी हो, अर्चना पनेरो भनेपछि त हुरुक्कै हुनुहुँदो रहेछ नि। खुब हेर्नुभयो त मैले अर्चना पनेरोलाई गरेको प्रेम प्रस्ताव। तपाईले चलचित्र छक्का पञ्जा हेर्नुभयो कि भएन? मैले त आफ्नो बिरालीसँग गएर चलचित्र हेरिसकेँ। चलचित्र निकै रमाइलो छ, आजै गएर हेर्नुहोला। अब म यहाँहरूलाई बताउँदैछु चलचित्र छक्का पञ्जा हेरेर मैले सिकेका महत्त्वपूर्ण सन्देशहरू। सन्देश नम्बर 1, बिहेको पहिलो रात मुख चुच्चो पारेर सेल्फी खिच्न बिर्सनुहुन्न, तर श्रीमतीले आफूलाई काकासँग तुलना गर्न सक्ने सम्भावना पनि उत्तिकै छ। म पनि बिहेको पहिलो रात त बिरालीसँग यही मोबाइलले सेल्फी खिच्ने हो। सन्देश नम्बर 2, ठ्याक्क अमेरिकाको डिबी पर्यो भने 45 वर्षको बुढाले पनि 21 वर्षकी तरुणी बिहे गर्न पाउँछ। तर के गर्नु, बिरालीले डिबी गर्न पाउँदैन, नत्र मन बिरालीलाई लिएर जान्थ्यो नि अमेरिका। सन्देश नम्बर 3, आफ्नी श्रीमतीले फोनमा मिठो कुरा गर्दै मही खाएकी छ भनेर मक्ख पर्नुहुन्न, किनकि काखमा बसेर अर्कै मान्छेले मही खाइरहेको हुन सक्छ। के रिस यसलाई पर्यो कि क्या हो? सन्देश नम्बर 4, कुनै केटीले छाता लिन आऊ भनेर घरमा बोलायो भने त्यसका बाबामा घरमा छैनन् भन्ने बुझ्नु पर्दछ, तर यदि मनमा आँट छैन भने झ्यालबाट हम्फाल्नु पर्ने अवस्था हुन सक्छ। सन्देश नम्बर 5, तपाईको घरको बाख्राको कान आजै काटेर खाइहाल्नुहोस्, किनकि त्यसले न चस्मा लगाउँछ न समाचार सुन्छ। धन नमाग्ने बुढाले बिरालोको कान काटेर खाएनछन्, नत्र त आफ्नो दुईटै कान चैत हुने रहेछ नि। सन्देश नम्बर 6, घरकी श्रीमतीलाई सरप्राइज दिन्छु भनेर खबरै नगरी विदेशबाट घर आउनु हुँदैन, नत्र आफै सरप्राइज हुनुपर्ने अवस्था हुन सक्छ। काटी जिस्याउँदो रहेछ यो मेरो काम छैन। सन्देश नम्बर 7, गाउँमा हुँदा बाख्राको कान चोरेर खाने मान्छे सहर पसेपछि डन बन्छ, त्यसैले अहिले जति पनि नेपालका चर्चित डनहरू छन् तिनीहरू पहिले बाख्राका कान चोर्थे भन्ने हाम्रो ठन्नै छ। सन्देश नम्बर 8, आफ्नी श्रीमतीसँग जंगलको बाटो बाइकमा हिँड्दा कुनै पनि बेला आर्यन सिग्देल आएर हाम्रो टाउको फोरेर श्रीमती भगाउन सक्छ। सन्देश नम्बर 9, आफ्नो श्रीमतीको बोयफ्रेन्डको बिहे हुँदा उसको डोली बोक्न जानुपर्छ। सन्देश नम्बर 10, धेरै पढेकी श्रीमतीसँग बिहे गर्नुहुन्न, किनभने पुलिसलाई नै कानुन सिकाएर आफैलाई अप्ठ्यारोमा पारी जेल हाल्न सक्छे। सन्देश नम्बर 11, किडनी चैट गरेरै भए पनि आफ्नी आमालाई फरिया चाहिँ किनिदिनु पर्छ। सन्देश नम्बर 12, काठमाडौँमा फ्रीमा दिशा त बस्न पाइँदैन, त्यसैले नेपालीहरू फ्री भिसाको पछि नलागे हुन्छ। सन्देश नम्बर 12, श्रीमतीहरूलाई अमेरिका गएको श्रीमान भन्दा गाउँमै भएको भगवान प्यारो हुन्छ। सन्देश नम्बर 13, रक्सी खाएर श्रीमती कुट्यो भने जेठनले एकान्तमा भकुर्छ, त्यसैले साला जेठन नभएको घरमा मात्रै बिहे गर्न पर्छ। सन्देश नम्बर 14, शरीर जोड्दैमा लोग्ने हुँदैन, सम्झिनुहोस् त चम्पाको डायलग, तर लोग्नेसित मात्रै शरीर जोड्नुपर्छ भन्ने पनि छैन। उता बिन्दालाई सम्झिनुहोस् फेरि। नेपाली समाजले के गराइसकेछ। सन्देश नम्बर 15, विदेश जानु अघि गाउँका सबै केटाहरू जम्मा पारेर श्रीमतीसँग भाइटिका लगाउन लाउनुपर्छ। अब यो भन्दा बढी गफ गर्यो भने चाहिँ दिपाश्री निरौलाले पक्का अर्को फिल्ममा बिरालुकै कान काट्न लाउँछिन्, त्यही भएर अब बिदा माग्ने बेला भयो। कस्तो खसखसा हो घाँटी, हिजो राति दुध चोरेर खाँदाखेरि तरली बढी खाइएछ, त्यही भएर एकदम घाँटी दुखिरा। मैले भन्न छुट्याएका बाँकी रमाइला सन्देशहरू चाहिँ तल कमेन्टमा लेख्न नबिर्सनु होला र मेरो युट्युब च्यानल भिडियो नेपाल सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद।